राधे राधे हरे कृष्ण सम्पूर्णमा म चाहिँ आज रुद्राक्षको बारेमा हजुरहरूलाई केही रुद्राक्षको पछाडिको लजिक सेयर गर्न गइरहेकी छु। रुद्राक्ष लायो भने हजुरहरूको नेगेटिभिटी हटाएर पोजिटिभिटीमा ल्याउँछ र रुद्राक्षको मेन कारण भनेको हजुरले नराम्रो सोच्ने, नराम्रो थिङ्किङ अनि डिप्रेस हुने, धेरै कुराहरू ओभर थिङ्किङ हुन्छ, त्यसले चाहिँ हटाएर हजुरहरूको पोजिटिभिटीमा बदलिदिन्छ। त्यो चाहिँ मेन कारण हो। त्यसपछि रुद्राक्ष अनि धेरैजनाले भन्नु थियो मासु खाएको बेला पनि लाउन मिल्छ कि नै भनेर, तर मासु खाएको बेला चाहिँ खाने बित्तिकै लाउन मिल्दैन, फुकाले चाहिँ लाउन मिल्छ। अनि त्यसपछि रुद्राक्ष मेन्सुरेसनको बेला पनि लाउन मिल्छ कि नै धेरैजनाले सोध्नु भएको थियो। म चाहिँ के भन्छु भने मेन्सुरेसन बेला अवश्य लाउनु होला। मैले एउटा बुकमा नि पढेको थिएँ, के भन्नुभएको थियो भने मेन्सुरेसनको बेलामा हाम्रो शरीर एकदम एनर्जी लेस हुन्छ, त्यो टाइममा चाहिँ हामीले यसले चाहिँ एकदम हाई एनर्जी ल्याउँछ भनेर मैले एउटा बुकमा नि हेरेको थिएँ। अनि म चाहिँ म नि यो स्पिरिचुअल लाइफमा गएदेखि म यति ह्याप्पी, यति खुसी छु नि, हजुरहरूले नि सेयर गर्न गइरहेकी छु। म भने नि म यति डिप्रेस, म यति ओभर थिङ्किङ मान्छे हो, म यति पोजिटिभिटीमा छु, म आफैलाई पनि मैले विश्वास गरेको छैन। मैले यो आध्यात्मिकतिर लागेको लगभग 8-9 महिना मात्र भएको छ, धेरै पनि भएको छैन, त्यति 8-9 महिना भयो होला। मैले यति कुराहरू सिकेको छु नि साथीहरू, यति कुराहरू। मैले भने नि म यति डिप्रेस थिएँ, म यति हर कुराबाट म के भन्नु, अब त्यो टाइमको कुराहरू नगरौँ, अब खालि ठिक हुन्न होइन। म चाहिँ त्यो बेला चाहिँ एकदम डिप्रेसमा गइसकेको थिएँ कि कसैको साथ, कसैको सहारा, कसैको हुन्छ नि, त्यस्तो टाइममा म त्यहाँसम्म पुगिसकेको थिएँ। त्यसपछि मैले भने नि मेरो अगाडि पछाडि कोही छैन, मेरो बस भगवान छ भनेर मैले भगवानलाई पुकारेर रात दिन मैले भगवानको प्रार्थना गरेर रात दिन भगवानको मैले जप गरेर म यहाँसम्म पुगेँ। म अहिले यति पोजिटिभिटीमा छु। मैले कसैले मलाई पहिला के भन्दाखेरि पनि यति मन दुख्ने, यति रुने, कराउने होइन, हुन्छ नि त धेरै कुराहरू म बोल्ने, तर अहिले चाहिँ मैले जसले जे भने नि मलाई के मतलब हुँदैन। अनि कृष्ण भगवानले भन्नुभएको छ अरे, जसले जे भने नि तपाईँहरू चुप्प लाग्नुहोस्, उहाँको पालो नि अवश्य एक दिन आउँछ भनेर मैले धेरै ठाउँमा पनि सुनेको छु, मैले पढेको पनि छु। त्यसैले म के भन्छु भने जो पनि हजुर ओभर थिङ्किङमा हुनुहुन्छ, हजुर धेरै सोच्ने उसमा हुनुहुन्छ भने म चाहिँ के भन्छु भने तपाईँहरू प्लिज भगवानको सहारा भएर बस्नुहोस्, स्पिरिचुअल लाइफमा जानुहोस्, तपाईँले सबै कुरा त्यहाँबाट पाउनुहुन्छ। म त यति ह्याप्पी छु नि, म त कुरै गर्दैन, यति ह्याप्पी छु म यो भगवानप्रति। यति मलाई पहिला के कुरा थ्याङ्क यू गड भन्थ्यो, आफूले चाहिँ